नमस्ते सम्पूर्णमा म ललित राज भट्ट प्रवासी कल्याणकारी चेरिटेबल ट्रस्टको अध्यक्ष। दमन बचाउ अभियानमा चाहिँ आज म अझ हस्पिटलमा उहाँलाई भेट्न आएको छु। आइसियुबाट उहाँ चाहिँ अहिले नर्मल उसमा सिफ्टिङ हुनुभएको छ र अझै पनि उहाँको स्थिति ठिक छैन। एउटा हात एउटा खुट्टा चल्या छैन होइन। उहाँको अझै पनि डक्टरको भनाइअनुसार 15 देखि 20 दिनसम्म यहाँ हस्पिटलमै राख्नुपर्ने हो र त्यसले हल्का भिडियो जतिले पनि हजुरहरूले देश विदेशदेखि यहाँ इन्डियादेखि उहाँलाई सहयोग गर्नुभयो मेरो व्यक्तिगत तर्फबाट र उहाँ बिमारीको दाइको तर्फबाट हृदयदेखि धन्यवाद दिन चाहन्छु होइन। त्यसै गरेर म अब भाइको त बोल्ने स्थिति छैन, उहाँ यस्तो अवस्थामा हुनुहुन्छ। तपाईँहरू कोही आफन्तहरू हुनुहुन्छ उहाँलाई भेट्न चाहनुहुन्छ भने भेट्न पनि सक्नुहुन्छ। तपाईँहरू आफै आएर उहाँलाई हेल्प गर्न चाहनुहुन्छ व्यक्तिगत थ्रो त्यो पनि गर्न सक्नुहुन्छ। नभए म त्यहाँ स्क्रिनमा मोबाइलमा उहाँको स्क्यानर र नम्बर राखिदिनेछु, त्यसमा गर्नु र मेरो मेसेन्जरमा हाल्दा पनि भयो, न भाइको वाट्सएपमा हालिदिँदा पनि भयो। कसले हाल्यो के हाल्यो हामीलाई चाहिन्छ होइन, कसले सहयोग गर्यो भनेर। त्यसले अब यहाँ भाइसँग पनि म दुई कुरा राख्छु। उहाँको त अब स्थिति देखिहाल्नुभयो, तपाईँले बोल्न सक्नुहुन्न। अब भाइको स्थिति कस्तो छ अहिले? पहिला तिम्रो नाम र परिचय दिनु। उहाँ तपाईँ बिमारीको को हुनुहुन्छ? दाइ हो, धीरज कुँवर, उहाँ भाइ हो। अहिले कस्तो छ बिमारीको स्थिति? अवस्था सर अहिले 7 तारिक स्टोन भयो र अहिले 8-9 दिन भयो। हजुर, हिजो अस्ति जनरल वार्डमा ल्याएर 9 दिनमा कति खर्च भयो? 9 दिनमा सर हाम्रो तानतुन लागेर 4.5 देखि अहिले 5 सम्म पुगिरहेको छ। अझ डक्टरले भनेको छ अझ 15 देखि 20 दिनसम्म लाग्ने हो। हजुर, दैनिक खर्चदेखि 20 देखि लिएर 25,000 छ। अब दैनिक खर्च डक्टर एकचोटि आएको नै 1500-2000 सम्म छ। हजुर, खानाको यताउता सबैको लगाएर अनि अहिले डक्टरले बेलाले खाना दिया छैन, खाना पनि दिएको छैन। पानी हजुर, पिउनको लागि भनेर। अब यत्रो सहयोग गर्यो सहयोगी मनहरूले, जतिले पनि देश विदेश नेपालदेखि भन्नुहोस् या इन्डियादेखि भन्नुहोस्, उहाँ भाइको लागि एक दिनको चिया खर्च होस् चाहे जत्रो पनि होस् उहाँहरूले सहयोग गर्नुभयो। उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु सबैलाई, देशदेखि र आफ्ना इष्टमित्र साथीभाइ सबैलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। अब कति दिन राख्नुपर्ने भन्यो? अझै सर 15 देखि 20 दिन। 15 देखि 20 दिन मामुली भनिरहेको छ डक्टरले। फेरि पनि अब के हुन्छ, अब फेरि डक्टरको रिपोर्ट अनुसार भने अनुसार जतिले पनि अब बढी बोलेर केही पनि हुँदैन होइन। तपाईँहरूले पछिल्लो भिडियो मेरो हेर्नु नै भएको थियो, यो भिडियोमा पनि अझ नम्बर स्क्यानर राखिदिन्छु। उहाँको स्थिति यस्तो छ होइन। त्यसले उहाँको पनि घरको स्थिति पनि त्यति खासै ठिक छैन भनौँ, एकदमै मिडियम भन्दा पनि मिडियम क्लासका मान्छे हुन्। त्यसले तपाईँहरूले जत्रो हुन्छ अझ पनि यो भिडियोद्वारा म भन्छु, हजुरहरूको सानो सहयोगले भाइको चाहिँ ज्यान एकदम जोगिने छ, अहिलेसम्म जोगिया छ। तपाईँहरूको हिसाब दिँदाखेरि होइन अझ पनि उहाँलाई खर्च धेरै लाग्ने भएको छ 15-20 दिन राखेर। त्यसले सहयोगको लागि म अपिल राख्छु। हस्, धन्यवाद।